यो त्यसैगरी बन्द गरिदिनु हुनलाई, शान्ति रूपमा यो बन्दलाई सफल बनाइदिनु हुनलाई म आग्रह गर्न चाहन्छु। हामी बाध्य छौँ, हाम्रो यो आवश्यकता होइन तर बाध्यता चाहिँ हो। म हाम्रो यो नागरिक बचाउ अभियानको श्रद्धेय अध्यक्ष वार्तामा हुनुहुन्थ्यो। हेर्नुहोस्, हाम्रो यो नागरिक बचाउ अभियान वार्तामा रहेकै क्रममा यो राज्यले उहाँलाई राति राति डाइका शैलीमा पक्राउ गरेर आज उहाँलाई हिरासतमा राखेको छ। त्यति नै होइन सर, हामी त कस्तो भन्नाले अब चाहिँ हामी जे होस् एउटा वार्ता हुँदैछ, वार्ताबाट हाम्रो 27वटा माग थियो, तर 27 मध्ये यदि हुन्छ भने हाम्रो 4-5वटा पनि जेन्युन मुद्दा छ। हाम्रो 20 लाख मुनिको ऋण मिलाएको छ लघुवित्त सहकारी पीडितहरूको। 20 लाखभन्दा माथिलाई 5% मा रहेर 25 वर्षसम्मको लागि समय अवधि दिउँ। सारा व्यापारी आज यसबाट खुसी हुनुहुन्थ्यो होला। हाम्रो यस्ता किसिमको मुद्दाहरू थियो। त्यति नै होइन, आज 6-7 लाख जति कालो सूचीमा व्यवसायहरू हुनुहुन्छ, घर इनाम भएका छन्। उहाँहरूको पनि यो फिर्ता गरौँ, यो ब्ल्याक लिस्टेडबाट हटाउँ भनेर हाम्रो माग थियो। 7-5वटा मुद्दा पनि उहाँहरूले सम्बोधन गरिदिनु भयो। मलाई लाग्छ हामी यो आन्दोलन फिर्ता लिएर यो सरकारलाई साथ दिन जान्थ्यौँ होला। मङ्सिर यो फागुन 21 को जुन चुनाव छ, चुनावको लागि पनि हामीले दल दर्ता गरेको छौँ। तपाईँहरूलाई थाहा पाउनु होला, हाम्रो पनि दल दर्ता भएको छ। हामी एकदम तयार छौँ, हँसिएको पनि थियो। तर यो राज्यको जुन नौटङ्की छ, नाटक छ होइन, हामी देख्दैछौँ। उहाँहरूले एकतिर वार्ता बोलाउने, एकतिर हाम्रो संयोगलाई पक्रेर हिरासतमा राख्ने, अहिले झुट्टा मुद्दाहरू लाउने। त्यसले गर्दा आज हामी विषम परिस्थितिमा छौँ। अब यो एकदम गान्धीवादी आन्दोलन हुन्छ, हिंसारहित आन्दोलन हुन्छ। हामी जेजीको आन्दोलनमा जुन किसिमको उग्र भयो, त्यो उग्र हाम्रो जति पनि आन्दोलनमा आउने सहभागी हुनुहुन्छ उहाँहरूले नगरिदिनु होला। हामी त्यो चिज मन पराउँदैनौँ, आतङ्कमा विश्वास गर्दैनौँ, आतङ्कित बनाउन हामी चाहँदैनौँ। किन त हामी सारा व्यापारी हौँ, हामी एकदम यो देशको जिम्मेवार व्यक्तित्व हो। हामीलाई थाहा छ यो देश के हो, नेपाल के हो। हामी सारा नेपाली हुनुपर्दछ। फर्स्ट नेपाल, फर्स्ट नेपाली हामीले त्यतिकै भनेको होइन स्लोगन। र हाम्रा मागहरू पनि छन्। हामी यहाँ पत्रकारजीहरू उपस्थित हुन्छ, उहाँहरूलाई म सरसरी यो मागहरू पनि पढेर सुनाउन चाहन्छु। फर्स्ट नेपाल, फर्स्ट नेपाली। नेपाल नेपालीले नै बनाउने हो, नेपालको व्यापार नेपालीले नै गर्ने हो। बौद्ध किराँत सहित वैदिक सनातन धर्म सापेक्ष हिन्दू अधिराज स्थापना गर्ने हो। देशको सेतो हात्ती भएको प्रदेश संरचना खारेज गरी 5 विकास क्षेत्र, 14 अञ्चल र 75 जिल्ला कायम गर्ने हो। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्ने हो। बैंक संरचनाहरू र उच्च व्यापारिक घरानीहरूको नामले चिनिएकाहरूले चलाएको बैंकको 34 खर्ब रुपियाँ जोखिममा रहेको हुनाले बैंक वित्तीय संस्थालाई एकपटक राष्ट्रियकरण गरी सो जोखिम रकम उठाई बैंक र व्यवसायहरूलाई छुट्याउने हो। हामीले यो देशमा निरन्तर आवाज उठाएको छौँ। बैंकर्स र व्यवसाय अलग हुनुपर्दछ। यो कुरा भनेको संसदमा पनि अमरेश कुमार सिंहले उठाउनु भएको थियो। मैले गरेको चाहिँ के हो भने दुर्गा प्रसाईसँग स्पेसल्ली भनेको आर्थिक मुद्दामा उहाँको र हाम्रो एजेन्डा 100% नै मिल्छ क्या। देशमा भएको तपाईँको उत्पादकको, देशमा भएको पुँजी, देशमा भएको सामानहरूको चाहिँ हामीले प्रयोग गरौँ भनेर हामी भन्छौँ। उहाँले पनि फर्स्ट नेपाल, फर्स्ट नेपाली भन्ने एउटा वर्ड पनि निकालेको म देखिरहेको हुन्छु होइन। त्यो हिसाबले के हो भनेदेखि उहाँसँग हाम्रो नीतिगत रूपमा एकदम नजिक छौँ हामी उहाँसँग। त्यस कारणले गर्दाखेरि हामी यो उहाँको आन्दोलनमा एकीबद्धता जाहेर गर्न चाहन्छौँ। यदि अब पनि हामीले हामीतिर फर्केर हेरेनौँ, नेपालीतिर फर्केर हेरेनौँ, हाम्रो अर्थतन्त्रतिर फर्केर हेरेनौँ, हाम्रो व्यापारीतिर फर्केर हेरेनौँ, हाम्रो शिक्षा स्वास्थ्य लगायत सबै सेक्टरमा फर्केर हेरेनौँ भने अब लगभग नेपाल 2-4 वर्षमा सिद्धिन्छ। नेपाल भन्ने देश चाहिँ रहँदैन। यो अन्तिम अवस्थामा पुगिसकेको छ। किनभने त्यो त स्वीकारिसक्यो नि त। तपाईँको अब परिवर्तनको सबैभन्दा ठुलो सम्भाग भनेर हामीले हिजोको दिनमा माओवादीका नेताहरूलाई पनि हेऱ्यौँ होइन। अब आज प्रचण्डको विभिन्न सञ्चार माध्यमहरूमा, सामाजिक सञ्जालहरूमा आउँछ, म 5 तलाको घरमाथि बसेर हेरिरहेको थिएँ, मेरै आँखा अगाडि सिंहदरबार जल्यो, मेरो आँखाबाट आँसु आयो भन्छ। भनेपछि कस्तो लाचार नेताहरूलाई हामीले नेता बनाइन्छौँ भन्नु त। तिनीहरूलाई उखालेर अब हामीले नफाले कहिले फाल्ने? फाल्नु पऱ्यो कि परेन अब भन्नु त। भनिसकेपछि जो मान्छे लाचार छ उसले सीमित स्वार्थको लागि देशलाई अहिले पनि के गरिरहेको छ भन्दाखेरि
कुर्सीलाई चाहिँ आफ्नो वरिपरि नचाउन खोजिरहेछ। तपाईँको महाभारत पढेका मान्छे होइन। अगाडिदेखि हामी सहकार्य सहमति गर्दै आइरहेको म हजुरलाई जानकारी दिन चाहन्छु। तर भद्र सहमति हामी कहाँ थियो, भइरहेको थियो र 1 वर्ष अगाडिदेखि हामी एकबद्ध जाहेर गरेर हामी अगाडि बढिरहेका छौँ। म यो जानकारी दिन चाहन्छु हजुरहरूलाई। र गत साल फागुन 1 गते दमकको कार्यक्रममा अब दुर्गा प्रसादको कमान्डिङमा रहेको यो सिद्धान्त भन्नु म मन पराउँछु। यो योजनालाई, यो मुलुकलाई कसरी बचाउनुपर्छ र हामी कसरी बाँच्नुपर्छ, कसरी हामी अगाडि बढ्नुपर्छ र विश्व सामु कसरी हामीले खुट्टा टेक्नुपर्छ भन्ने यो अभियानमा आजको मितिदेखि मैले निर्देशित गरेको टिम लगायत सम्पूर्ण देश विदेशमा रहनुहुने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, पत्रकार मित्रहरू, कानुनविदहरू, बुद्धिजीवीहरू, व्यवसायीहरू, हामी अर्थविदहरू, सम्पूर्ण महानुभावहरूलाई म आह्वान गर्न चाहन्छु। भोलिदेखि हुन गइरहेको यो हाम्रो आम हडताल सहज ढङ्गबाट, सरल ढङ्गबाट, न्यायिक ढङ्गबाट अगाडि बढाउनेछौँ, बढाउनु पर्दछ। र हामीले सरकार जस्तोसुकै होस् या नेपाल सरकार त हो नि, वैधानिक होस् या अवैधानिक होस्, तर यो सरकारलाई वैधानिक भन्न अलिक गाह्रो अवस्था चाहिँ हो। फेरि पनि सरकार हो, वैधानिक नै हो। त्यसले गर्दा हाम्रो मुलुकको जुन अहिले वर्तमान सरकारले जस्तोसुकै स्थितिमा पनि उहाँले आफ्नो नीति, नियम, कानुन, संविधान जे होस् लागू गर्छ। मैले यो सचेत भएर अगाडि बढ्नुपर्छ भन्ने कुरालाई बुझिरहेको हो। र हाम्रो आम हडतालमा हामीले उठाएका मुद्दाहरू हामी घनीभूत रूपमा हाम्रो सडकमा घन्किरहेको हुन्छ। तर त्यहाँ एउटा के कुरा हुन्छ भने निषेधित क्षेत्र भन्ने निषेधित क्षेत्र हामी नतोडिकन हाम्रो मागहरू बुलन्द उठाइरहनेछौँ र हामी चतुर हुनुपर्दछ, हामी चलाक हुनुपर्दछ र हामी बिचमा घुसपैठ हुन सक्छ, हामी बिचमा भिजिलेन्ट लिएर आउन सक्छ र तपाईँ र म माथि मात्र नभएर सरकारको कर्मचारीहरूलाई, प्रशासनले धक्का दिन सक्छ। त्यसमा हामी होसियार भएको निम्ति म हार्दिक अनुरोध गर्न चाहन्छु। यहाँको लोकप्रिय मिडिया मार्फत म यहाँलाई के जानकारी गराउन चाहन्छु भने मङ्सिर 7 गतेदेखि हुन गएको अनिश्चितकालीन शान्तिपूर्ण यो आन्दोलन, यो बन्द हडताललाई सम्पूर्ण नेपालैभरि छरिएर रहनुभएका व्यापार व्यवसाय गर्ने साथीहरू, सार्वजनिक यातायातका साथीहरू र खेती किसान गर्ने मजदुरहरू लगायत सम्पूर्ण नेपाली नागरिकहरूलाई राष्ट्र जोगाउनको लागि एकपटक यहाँले सम्पूर्ण नेपालीले साथ दिनुहुनेछ भन्ने हामीले आशा राखेका छौँ र यस बन्दले क्षति कुनै व्यापार व्यवसाय र सर्वसाधारणमा पर्न गएको असुविधाप्रति हामी क्षमा पनि यहाँसँग क्षमा याचना गर्न चाहन्छौँ भन्दै यस भेलामा उपस्थित हुनुभएका अनिश्चितकालीन जुन यो भ्रष्टाचार विरुद्धको आन्दोलनमा यहाँहरू सम्पूर्ण राष्ट्रिय टिमलाई हामी आभार प्रकट गर्न चाहन्छौँ र यहाँलाई धन्यवाद दिन चाहन्छौँ। यसै क्रममा खम्बन राष्ट्रिय मोर्चा नेपाल पार्टी र श्री राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियान बीच 2081 साल फागुन 1 गतेका दिन महाअभियानको केन्द्रीय संयोजक श्री दुर्गा प्रसाद ज्यू र खम्बन राष्ट्रिय मोर्चा नेपाल पार्टीका केन्द्रीय महासचिव श्री रणेन्द्र थेम्राङ ज्यू बीचमा भएको उच्च स्तरीय बहस छलफल गरी कार्यरत एकबद्धता अनुसार आगामी 2082 साल मङ्सिर 7 गतेबाट देशव्यापी रूपमा शान्तिपूर्ण आन्दोलन, आम हडताल, स्व घोषणा र
तत्कालीन, अल्पकालीन र दीर्घकालीन रूपमा खम्बन राष्ट्रिय मोर्चा नेपाल पार्टी र राष्ट्र बचाउ महाअभियान बीच एकताको ऐक्यबद्धताका निम्ति निम्नलिखित सम्झौता तपसिल बमोजिममा गरियो भनेको छ। 1. राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक राष्ट्र बचाउ महाअभियानद्वारा राष्ट्रव्यापी रूपमा विगत 3 वर्षदेखि घनीभूत रूपमा उठाइएका सम्पूर्ण सवालहरू, लक्ष्य, उद्देश्य खम्बन राष्ट्रिय मोर्चा नेपाल पार्टीको पनि सवाल, उद्देश्य, लक्ष्य समान रहेको हुँदा उद्देश्य लक्ष्य प्राप्तिका लागि दुवै पक्ष कार्यगत एकता ऐक्यबद्धताको घोषणा गरियो। बुँदा नम्बर 2, लक्ष्य उद्देश्य प्राप्त पश्चात राष्ट्र बचाउ महाअभियानको केन्द्रीय संयोजक श्री दुर्गा प्रसादज्यूको नेतृत्वमा राष्ट्रिय सरकार, आन्तरिक सरकार, संविधान निर्माण, पुनर्लेखन, कानुन निर्माण, राज्यको निकायमा खम्बन राष्ट्रिय मोर्चा नेपाल पार्टीलाई अनिवार्य सहभागिता गरिनेछ। बुँदा नम्बर 3, दुवै पक्षको राष्ट्र, राज्य, राष्ट्रियताका सवालहरू साझा समान भएकोले महाअभियानको लक्ष्य उद्देश्य प्राप्त नभएसम्म निरन्तर ऐक्यबद्धताका साथ कार्यगत एकता निरन्तर गर्ने र महाअभियानको प्रतिनिधि र नेपाल सरकार गृह मन्त्रालय बीच छलफल वार्तामा महाअभियानको तर्फबाट माग गरिएका 26 बुँदे मागलाई प्राप्तिका लागि निरन्तर कटिबद्धताका साथ लागिरहने घोषणा गरियो। जय राष्ट्रवाद, जय खम्बन। यसै गरी श्री रणेन्द्र थिङहाङ केन्द्रीय महासचिव खम्बन राष्ट्रिय मोर्चा नेपाल पार्टी, यसै गरी श्री दुर्गा प्रसाई केन्द्रीय अध्यक्ष राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा राष्ट्र बचाउ महाअभियान नेपाल भन्ने उल्लेख गरिएको छ र यो एक आपसमा हस्तान्तरणको कार्यक्रम रहन्छ होला र यसर्थ यसको लागि म यिनै वाचन गरिसकेको छु। यो वाचन सँगसँगै मेरो आफ्ना भनाइ अन्त्य गर्दछु। धन्यवाद। जय खम्बन, जय राष्ट्र। धन्यवाद सचिवज्यू। राष्ट्रिय खम्बन मोर्चा नेपालका सम्पूर्ण